हेलो स्टुडेन्ट युके भन्ने बित्तिकै म्याक्सिमम स्टुडेन्टको कन्सर्न भनेको मेरो डिग्री अवार्ड गरिसकेपछि मैले जब पाउँछु कि पाउँदिनँ भन्ने कन्सर्न धेरै स्टुडेन्टहरूको यथावत नै छ। सो त्यही कन्सर्नलाई एड्रेस गर्नको लागि आज म तपाईँहरूसँग युनिभर्सिटी अफ ल एज अ अप्सन लिएर आएको छु, जसमा तपाईँहरूले आफ्नो ग्रेजुएसन सकिसकेपछि विदिन 9 मन्थसम्म कुनै पनि प्रकारको आफ्नो रिलेटेड फिल्डमा जब पाउनु भएन भने युनिभर्सिटी अफ लले 50% एज अ क्यासब्याक र 50% अरू कुनै मास्टर डिग्री जोइन गर्नलाई 50% डिस्काउन्ट उपलब्ध गर्ने गर्दछ। सो यो युनिभर्सिटी इम्प्लोयबिलिटी रेटको कुरा गर्नुहुन्छ भने एकदमै हाई छ, जसमा तपाईहरुको 97 to 98% उनीहरुको इम्प्लोयबिलिटी रेट छ। सो कोही स्टुडेन्टहरुलाई आफ्नो मास्टर डिग्री भइसकेपछि जब पाउँदिन भन्ने चिन्तामा हुनुहुन्छ भने युनिभर्सिटी अफ ल इज द राइट अप्सन फर यु, किनकि यो युनिभर्सिटीमा अझै पनि जुन इन्टेकको लागि कोर्सहरु अवेलेबल छ, जस्तै म्यानेजमेन्ट कोर्स, साइबर सेक्युरिटी कोर्सहरु अझै पनि जुन इन्टेकको लागि मजाले सिट एप्लिकेसनहरु ओपन नै छ। सो कोही पनि स्टुडेन्टहरु लको लागि आफ्नो एप्लिकेसन प्लेस गर्न चाहनुहुन्छ भने प्लिज डु भिजिट केआईसी एन्ड प्लेस योर एप्लिकेसन फर युनिभर्सिटी अफ ल, किनकि यो युनिभर्सिटी लोकेसनहरु भेरियस ठाउँमा भएको भएर तपाईले इनसाइड लन्डन पनि अप्लाई गर्न सक्नुहुन्छ भने आउटसाइड लन्डन पनि अप्लाई गर्न सक्नुहुनेछ। त्यसको साथसाथै आइएल्स वेयरको अप्सन पनि अवेलेबल छ। यदि कोही पनि स्टुडेन्टले ब्याचलर डिग्री युके एफिलिएटेड डिग्री नेपालमा पढ्नु भएको छ भने उहाँहरूले आइएल्स वेयरको अप्सन पनि पाउनुहुन्छ। एकाडेमिकको कुरा गर्नुहुन्छ भने 4 इयर्सको ब्याचलर डिग्री विथ 60% र तपाईहरुले यदि इनसाइड लन्डन गर्नुहुन्छ भने आफ्टर स्कलरशिप तपाईहरुको फी 14500 आउने गर्दछ। र कोही पनि स्टुडेन्टहरु आउटसाइड लन्डन गर्न चाहनुहुन्छ भने चाहिँ उहाँहरुको फी भनेको 14500 आफ्टर स्कलरशिप। सो कोही पनि स्टुडेन्टहरु अझै पनि लको लागि त्यो पनि मिड इन्टेकको लागि आफ्नो एप्लिकेसन अगाडि बढाउन चाहनुहुन्छ भने प्लिज डु भिजिट केआईसी, किनकि हामीसँग सिट एकदमै लिमिटेड छ र डेडलाइन पनि नजिकै आइसकेको भएर प्लिज केआईसी भिजिट गर्नुस् र आफ्नो एप्लिकेसन युनिभर्सिटी अफ लमा अगाडि बढाउनुस्, किनकि मैले सदाझै भन्छु युके भनेकै केआईसी। केआईसी क्यानाडा अस्ट्रेलिया हुन्छ बेलायत नि केआईसी